सम्पूर्णमा नमस्कार। म किमर खड्का। भन्दा असाध्यै नराम्रो लाग्ला देशमा विशेषज्ञ भन्ने अनुसन्धानकर्ताहरू भन्ने चाहिँ नम्बर हो कि सरकारी संयन्त्र त्यो विषय मान्छेहरूलाई मान्दैन कि। अनि हिजो तराईका खेतीयोग्य जमिनहरू, बजारका खेतीयोग्य जमिनहरू, उपत्यकाका खेतीयोग्य जमिनहरू सबै प्लटिङ गरेर घडेरीमा बिक्री भयो। नभएका पनि बचेको चाहिँ पनि प्लटिङ गर्दै राखिरहेछन्। न त्यहाँ बस्ती छ, मानव बस्ती बसिरहेछ, न खेतीयोग्य भइरहेछ। आज त खाली बाँझो भइरहेछ तराईमा। पहाडमा त खेती नहुने ठाउँमा मान्छे छोडेर हिँडिसके, खाली भइसक्यो। अब +2 दिएको विद्यार्थी, 12मा एक्जाम दिएको विद्यार्थी, एउटा पनि विद्यार्थीको मानसिकता के छैन भने नेपालमा बसेर हुन्छ भन्ने मानसिकता छैन। बचेको चाहिँ जतातन +2 सकाएर घरकाले गाली गरेर शिक्षा गरेर राखेका पनि ब्याचलर सकाएर जाने भने सोचमा छन्। यो सरकारको कानमा कहिले पो हावा लाग्ने हो, कहिले कसले तेल हालिदिने हो, कसले घोस दिने हो, सुन्ने कसले हो, कुन निकायले सुन्ने हो, कति दिनसम्म सुन्नु पर्ने, सहनै नसक्ने भएर आज म बोल्न पर्ने मनमा लागेर बोलिरहेछ। किनकि हामी यतिको मान्छेहरूले खासै बोलिरहे पनि राम्रो हुन्न भन्ने लाग्छ मलाई। राष्ट्रिय स्तरमा बसेका मान्छेहरूले कमसेकम योजना त बनाइदिनुहोस्। कमसेकम सरकारले त्यो कुरा सुनिदियोस् न। 50 वर्षको दीर्घकालीन योजना बनाएर काम गर्नुहुन्न। जनताले हुने सबै जनताले आफ्नो काम नलाग्ने कुरा मात्रै जनताले सुनेका रहेछन् के। काम लाग्ने कुरा पनि जनताले सुन्छन्। त योजना लिएर आउनुहोस् न, जनतासँग पसिनुहोस् न। यो काम गरौँ, यति वर्ष योजना छ, जनताले अनुदान गर्नु पर्यो, सहयोग गर्नु पर्यो, श्रम गर्नु पर्यो, पैसा उठाउनु पर्यो, सबै जनता तयार छन्। तर तपाईँहरूको काममा कसैले हावा लगाइदिन्न, तेल हालिदिन्न, घोसिदिन्न। कहिलेसम्म यस्तो छ भने मान्छेहरूले बाटा आए, फोन आए, बिजुली आए भन्नुहुन्छ के। यिनी त लाजम मन गर्ने कुरा हुन्, लाजम प्रचार गर्ने कुरा हुन् के। चाइना कहाँ पुगिसक्यो संसारको। तपाईँसँग दृढ इच्छा शक्ति हुनुपर्छ राजनेतासँग। अमेरिका भन्दा माथि गइसक्यो चाइना, छिमेकी हो। केही कुरा त सिकौँ गाँठेको हामीले छिमेकीबाट। काम गर्नुपर्छ भनेको त सिकौँ। कसलाई सुनाउने हामीले? सर्वसाधारणका कुरा कसले सुन्छ? अनि तपाईँले भन्नुहुन्छ खालि फेसबुकमा र टिकटकमा कमेन्ट आए, मान्छे वाक्क भर गर्छन् के। काँग्रेस एमाले माओवादी भने झम्टिया छ खालि पदको लागि। वनमा झम्टिया छ, सामुदायिक वनमा समितिया बस्नलाई। खानेपानी त्यस्तै गरेर झम्टिरहेछ, त्यसै लडाइँ गरिरहेछ। कलममा गयो, कलममा त्यस्तै देखिरहेछ। सरकारी संयन्त्रमा सरकारले मात्रै निर्णय गरेर काम गर्न सक्ने अवस्था हुन्न गए योजना बनाएर। लाजको मन, लाजका पसारहरू।